Hello everyone, welcome to this video. Myself Ritu र आज हामी पढ्नेछौँ प्यारामेसियम कौड्याटम है। प्यारामेसियम कौड्याटम जसलाई हामीले के पनि भनिन्छ स्लिपर एनिमल क्युल है त। के पढ्ने रे हामीले आज पढ्ने भनेको प्यारामेसियम कौड्याटमको बारेमा आज हामी पढ्छौँ है। मैले हजुरहरूलाई पहिलेको भिडियोमा मैले जुनमा प्रोटिस्टा पढाएको थिएँ त्यसमा भनेको थिएँ मैले नेक्स्ट भिडियोमा प्यारामेसियम पढाउँछु भनेर। सो कुनै पनि अर्ग्यानिजम अथवा कुनै पनि एनिमलको बारेमा पढ्नु अघि त्यसको सिस्टमेटिक पोजिसन चाहिँ जान्न एकदमै जरुरी हुन्छ है। बुझ्नुभयो? त्यसको हामी अब के को बारेमा पढ्न गइरहेछौँ प्यारामेसियम कौड्याटम कस्तो हुन्छ। प्यारामेसियम कौड्याटम यस्तो खालको हुन्छ है। प्यारामेसियम कौड्याटमको बारेमा अब हामीले सिस्टमेटिक पोजिसन पढ्नु पर्यो। सिस्टमेटिक पोजिसनमा के छ, फर्स्टमा जहिले पनि किङडम है। किङडम केमा पर्छ, हिजो भर्खर पढेको है। प्यारामेसियम चाहिँ किङडम हाम्रो प्रोटिस्टामा पर्छ है त। किङडम प्रोटिस्टा, फाइलम प्रोटोजोआ है। अनि प्रोटोजोआभित्र पनि चारवटा क्लासेस थियो नि हैन। प्रोटोजोआभित्र चारवटा क्लासेस थियो। अनि त्यो क्लासेस भन्दा अलिकति माथि सब फाइलम हुन्छ हैन। त्यो सब फाइलम चाहिँ यो सिलियोफोरामा पर्छ है। सब फाइलम सिलियोफोरामा र क्लास जुन चारवटा क्लास मध्ये एउटा क्लास थियो सिलिएटा जसमा प्यारामेसियम पर्ने गर्छ। र जेनस र स्पेसिस भनेको प्यारामेसियम कौड्याटम है। जेनस स्पेसिसलाई जहिले पनि हामीले अन्डरलाइन गर्नुपर्छ र स्पेसिसलाई जहिले पनि स्मल लेटरमा लेख्नुपर्छ है। अनि यसको कमन नेम चाहिँ के हो, स्लिपर एनिमल क्युल। किन भन्दाखेरि यो चाहिँ यसको स्ट्रक्चर हेर्नु त चप्पल जस्तो छ कि छैन, स्लिपर जस्तो छ नि त। अनि एनिमल क्युल चाहिँ किन भन्दाखेरि यो चाहिँ माइक्रोस्कोपिक अर्ग्यानिजम हो कि यसलाई हामीले नेकेड आईले देख्न सक्दैनौँ, माइक्रोस्कोपमा मात्रै देख्न सक्छौँ। बुझ्नुभयो? सो यति नै हो सिस्टमेटिक पोजिसनको बारेमा हैन। हामी सबैलाई थाहा छ सिस्टमेटिक पोजिसनको बारेमा यति हो हैन। अनि यो किङडम प्रोटिस्टामा पर्छ है। किङडम प्रोटिस्टामा पर्छ, फाइलम प्रोटोजोआमा, सब फाइलम केमा रे सिलियोफोरामा, अनि क्लास चाहिँ केमा पर्छ सिलिएटा, र त्यसै गरी जेनस र स्पेसिस त हाम्रो प्यारामेसियम कौड्याटम भइ नै हाल्यो। कमन नेम चाहिँ के हो, स्लिपर एनिमल क्युल है। स्लिपर जस्तो हुन्छ, सो इट्स कमन नेम इज स्लिपर एनिमल क्युल है। के हो रे सिस्टमेटिक पोजिसनको बारेमा यति छ। आई होप हजुरहरूले बुझ्नुभयो हैन। अब चाहिँ स्टार्ट गरौँ हामीले ह्याबिट र ह्याबिटेट है। सो ह्याबिट र ह्याबिटेट प्यारामेसियमहरू चाहिँ कस्तो खालको अर्ग्यानिजम होला त। यिनीहरू चाहिँ अक्वाटिक हुन्छ क्या, फ्रेस वाटरमा पाइन्छ। त्यो हाम्रो नदी, रिभर, लेकहरू हुन्छ नि हो, यिनीहरू चाहिँ फ्रेस वाटरमा पाइने गर्छ। अनि यिनीहरू चाहिँ युनिसेलुलर हो हैन। हामीलाई थाहा छँदैछ प्रोटिस्टामा पढेपछि दे अल आर युनिसेलुलर। अनि सिलिएट हुन्छ यिनीहरूको लोकोमोटरी अर्गन है। अनि यिनीहरूको त्यही भएर त्यसको कारणले यिनीहरू चाहिँ त्यस्तो पोन्ड्सहरूमा, डिचहरूमा, वाटरहरूमा अनि रिभरहरूमा बस्ने गर्छ है। द्याट्स वाइ दे सो कस्मोपोलिटन क्यारेक्टर। कस्मोपोलिटन भनेको के हो रे, कस्मोपोलिटन भनेको जुनसुकै ठाउँमा पनि बस्ने के हो है। त्यही भएर दे आर कस्मोपोलिटन इन नेचर। अनि यिनीहरू चाहिँ फ्रेस वाटरमा पाइने गर्छ रे यसको ह्याबिट र ह्याबिटेटको कुरामा है त। अब पालो छ स्ट्रक्चरको। कस्तो हुन्छ प्यारामेसियमको स्ट्रक्चर चाहिँ यस्तो हुन्छ। प्यारामेसियमको सबैभन्दा बाहिर के छ, सिलिया छ। यो सिलिया चाहिँ यस्तो खालको छ नि यहाँ जुन, यो चाहिँ प्यारामेसियमको सबैभन्दा बाहिरको सिलिया भयो हैन, जसको बारेमा हामी हेर्छौँ सबैको बारेमा। त्यसपछि यो लाइन छ नि, यो लाइन हो। यो लाइन चाहिँ के हो, पेलिकल हो। पेलिकलभित्र यस्तो स्पिन्डल सेपको एउटा त्यहाँ स्पिन्डल सेपको छ कि छैन हो, त्यो चाहिँ हाम्रो ट्राइकोसिस्ट हो है। अनि माथिको एन्टेरियर कन्ट्र्याक्टाइल भ्याक्युल, तलको चाहिँ पोस्टेरियर कन्ट्र्याक्टाइल भ्याक्युल। यसमा देखेको छैन राम्रोसँग है। सो अब स्ट्रक्चर चाहिँ यस्तो हुन्छ हैन। यिनीहरूको बारेमा हामी पढ्छौँ, यो नाम लेखेको छु नि मैले, यसको बारेमा चाहिँ हामी पढ्छौँ। हजुरको इक्जाममा आयो भने चाहिँ हजुरले यसरी चित्र बनाउनु पर्छ हैन। अनि अब स्ट्रक्चर पछि के छ भन्दाखेरि यो स्ट्रक्चर हो। यो स्ट्रक्चर भन्दा पहिले यो नामहरूको बारेमा पढ्यौ है त। एक्सटर्नल स्ट्रक्चर भनेको मर्फोलोजिकली यो चाहिँ यस्तो देखिन्छ हैन। अनि यसमा चाहिँ के हुन्छ रहेछ त, यो प्यारामेसियमको बडीमा के हुन्छ। फर्स्ट नम्बर 1 मा के छ, सिलिया। सिलिया के हो, सिलिया भनेको लोकोमोटरी अर्गन हो है, जसले गर्दा चाहिँ लोकोमोसन देखाउँछ। उसले प्यारामेसियमलाई मुभमेन्ट गर्छ क्या, हिट्छ है। त्यही भएर यो सिलियाको कारणले त्यो प्यारामेसियम
प्यारामेसियमले हिँड्छ के, बुझ्नुभयो नि। अनि यसले चाहिँ केमा अब हिँड्ने क्रममा फिडिङ है, ग्रास्पिङ फुडहरूलाई चाहिँ ग्रास्प गर्ने अनि डिफेन्स अनि अफेन्समा पनि हेल्प गर्छ सिलियाले है बुझ्नुभयो नि। डिफेन्स अफेन्समा हेल्प गर्छ। अर्को भनेको फिडिङमा अनि फुडहरू ग्रास्प गर्नलाई होइन। अनि अर्को मेन कुरा त लोकोमोसनमा भइ नै हाल्यो सिलियाको काम है। कस्तो छ अरे सिलियाहरू चाहिँ यस्तो खालको छ, दे आर सिलिया है त। नाउ पेलिकल छ अर्को। पेलिकलले चाहिँ के दिन्छ, पेलिकल भनेको त्यो लाइन हो नि, यो लाइन छ नि, यो लाइन छ नि यसको, यो लाइन भनेको चाहिँ पेलिकल हो कि, यो पेलिकल हो। अनि यो पेलिकलले गर्दा चाहिँ यसलाई फिक्स सेप दिएको। यो पेलिकल नभएको भए यो त यस्तो जे पनि हुन्थ्यो के है। अनि इट गिभ्स प्रोटेक्सन फर प्यारामेसियम बिकज इट इज आउटर मोस्ट लेयर है, होइन त। अनि यो आउटर मोस्ट लेयर त हो त नि है बाहिरको, त्यही भएर आउटर मोस्ट लेयर भनेपछि त अभियसली यसले दिने भयो, प्रोटेक्सन गर्ने भयो होइन त। अनि पेलिकल आर मेड अफ गेलाटिन है। पेलिकल चाहिँ केले बनेको हुन्छ अरे, गेलाटिनले बनेको हुन्छ है। अनि यो चाहिँ थिन फिल्म इलास्टिक एन्ड अ कलरलेस मेम्ब्रेन है त, मेम्ब्रेन भइहाल्यो नि त पेलिकल है। के हो अरे पेलिकल भनेको यो आउटरको पेलिकल छ नि, यो लाइन कता छ, यो कालो लाइन देख्नु भएको छ नि, यो चाहिँ पेलिकल हो। अनि यो यस्तो कपाल जस्तो भएको चाहिँ यो चाहिँ सिलिया हो है, सिलिया हो त्यो चाहिँ। त्यसपछि थर्डमा छ ट्राइकोसिस। ट्राइकोसिस भनेको के हो थाहा छ, यो ट्राइकोसिस भनेको यो भित्र छ नि, यो भित्र यो यिनीहरू चाहिँ ट्राइकोसिस हो, जसले गर्दा चाहिँ यो इन्टर्नल बडी अर्गन छ नि, यो इन्टर्नल बडी अर्गनलाई चाहिँ प्रोटेक्ट गर्ने काम केले गर्छ भन्दाखेरि यो ट्राइकोसिस्टहरूले, यिनीहरूको सेप चाहिँ यस्तो स्पिन्डल खालको हुन्छ क्या यिनीहरूको सेप। सो यो भित्रको सबै के हो अरे ट्राइकोसिस्ट हो है, त्यही लेखेको छ तल, बुझ्नुभयो। इनर मोस्ट पार्टलाई चाहिँ के गर्छ भन्दाखेरि प्रोटेक्ट गर्छ है। अनि अर्को छ रेडिएटिङ क्यानल। रेडिएटिङ क्यानल अर्को छ कन्ट्र्याक्टाइल भ्याक्युल है। के रहेछ त रेडिएटिङ क्यानल भनेको, यो छ नि यो स्टार जस्तो सेपको के, सो यिनीहरू चाहिँ रेडिएटिङ क्यानल हो है, यिनीहरू चाहिँ रेडिएटिङ क्यानल हो। अनि यो बिचको चाहिँ के हो भन्दाखेरि कन्ट्र्याक्टाइल भ्याक्युल हो है। कन्ट्र्याक्टाइल भ्याक्युलको काम के हो थाहा छ, कन्ट्र्याक्टाइल यो भ्याक्युल छ नि यो दुईवटा हुन्छ है, एउटा माथि एन्टेरियर छ, तल अर्को एन्टेरियर, तर फेरि पोस्टेरियर छ होइन। अनि त्यसपछि एन्टेरियर छ पोस्टेरियर छ। यिनीहरूको काम भनेको के हो भन्दाखेरि होइन, नचाहिने प्रडक्ट हुन्छ नि वाटर प्रडक्टहरूलाई चाहिँ यो कन्ट्र्याक्टाइल भ्याक्युलले अस्मो रेगुलेसनको थ्रु चाहिँ फालिदिन्छ क्या, नचाहिने प्रडक्टहरूलाई चाहिँ इन्गल्फ गर्छ, अरे आई मिन एक्सपेल गर्छ क्या है, बाहिरतिर फालिदिन्छ बडीबाट है, बुझ्नुभयो नि। यो कन्ट्र्याक्टाइल भ्याक्युलहरू भनेको कस्तो भन्दाखेरि यिनीहरूले चाहिँ बडीभित्र नचाहिने प्रडक्टहरूलाई चाहिँ बाहिरतिर फालिदिन्छ। अनि यो बिचको त भयो कन्ट्र्याक्टाइल भ्याक्युल, त्यसको साइडमा चाहिँ के छ भन्दाखेरि रेडिएटिङ क्यानलहरू छ। त्यसको काम चाहिँ के हो भन्दाखेरि यो रेडिएटिङ क्यानलहरूले चाहिँ वरिपरि भएको यो वाटरहरूलाई चाहिँ ल्याइदिन्छ क्या, कलेक्ट गरेर यो कन्ट्र्याक्टाइल भ्याक्युलमा ल्याइदिन्छ है, त्यही हो रेडिएटिङ क्यानलको काम, बुझ्नुभयो। रेडिएटिङ क्यानलको काम भनेको वरिपरि रहेको वाटरहरूलाई कलेक्ट गरेर कन्ट्र्याक्टाइल भ्याक्युलमा ल्याइदिन्छ, र त्यो कन्ट्र्याक्टाइल भ्याक्युलले फेरि के गर्छ भन्दाखेरि अस्मो रेगुलेसन प्रोसेस गरेर चाहिँ अनवान्टेड वाटर प्रडक्टहरूलाई चाहिँ एक्सक्रेट गरिदिन्छ है त। सो नेक्स्ट वान इज द फुड भ्याक्युल्स। फुड भ्याक्युल्स भनेको हामीले धेरैले सुनेकै छ होला, के हो त्यो भनेको, फुड भ्याक्युल्स भनेको एउटा साइट अफ डाइजेसन हो के, जहाँ चाहिँ डाइजेसन हुन्छ है, जहाँ चाहिँ डाइजेसन हुन्छ फुड भ्याक्युल्समा। अनि फुड भ्याक्युल्सहरू यो देख्नु भइसक्यो होला, यो यिनीहरू छ नि, यिनीहरू चाहिँ फुड भ्याक्युल्सहरू हो के, यो बडीभित्र फुड भ्याक्युल्सहरू हुन्छ, यहीभित्र चाहिँ डाइजेसन हुन्छ है। अनि अर्को के हुन्छ भन्दाखेरि यो ठ्याक्कै यो फुड भ्याक्युल्स हुन्छ नि, यो फुड भ्याक्युलहरू चाहिँ यस्तो मुभमेन्टमा के, क्लकवाइज मुभमेन्टमा यसरी मुभ गरेर सबै बडीतिर जान्छ नि, त्यो प्रोसेसलाई के भनिन्छ थाहा छ, त्यो प्रोसेसलाई साइक्लोसिस भनिन्छ है। के भयो भन्दाखेरि यो फुड भ्याक्युलहरू चाहिँ यो क्लकवाइज मुभमेन्टमा गएर सबै बडी अर्गनमा होइन, सबैमा यिनीहरूले राम्रोसँग न्युट्रिएन्ट सप्लाई गर्छन्, सबैलाई पुग्छ त्यो प्रोसेस, त्यो के भन्छ त्यो मुभमेन्टलाई चाहिँ के भन्छ भन्दाखेरि साइक्लोसिस मुभमेन्ट भन्छ है, साइक्लोसिस प्रोसेस भन्छ है। अनि जसले गर्दा सर्कुलेसन अफ द फुड हुन्छ है त, फुड भ्याक्युल भनेको त्यही हो। अर्को छ साइटोपाइक है, साइटोपाइक भनेको एनस अफ द प्यारामेसियम हो के, यो साइटोपाइक भनेको यही हो।
यो छ नि यो साइटोपाइक, जसलाई हामी के पनि भनिन्छ अरे, जसलाई हामी एनस पनि भन्ने गरिन्छ, साइटोपाइकलाई के पनि भनिन्छ, एनस पनि भन्ने गरिन्छ है। जहाँबाट चाहिँ यो नचाहिने प्रडक्टहरू चाहिँ फालिन्छ है, नचाहिने अनवान्टेड प्रडक्टहरू चाहिँ यता आएपछि चाहिँ यहाँबाट बडीबाट चाहिँ फालिदिन्छ। केले गर्छ? साइटोपाइकबाट है। त्यो एउटा ओपनिङ हो के, जहाँबाट चाहिँ नचाहिने प्रडक्टहरू निस्किन्छ है त। अर्को छ इक्टोप्लाज्म र इन्डोप्लाज्म। कस्तो भन्दाखेरि यो प्यारामेसियमको बडी चाहिँ कस्तो छ, बाहिरको लेयरलाई चाहिँ हामीले इक्टोप्लाज्म भन्छौँ। त्यो भित्रको लेयर हुन्छ नि, पेलिकलभन्दा भित्रभित्र त्यो बिचतिरकोलाई के भनिन्छ? इन्डोप्लाज्म भनिन्छ। दुवैले फुड मटेरियलहरूको कन्डक्सनमा हेल्प गरेको हुन्छ है। त्यस्तो काम फुड मटेरियलहरू चाहिँ कन्डक्ट गर्ने काम गर्छ यो इक्टोप्लाज्म र इन्डोप्लाज्मले है। यो भयो लेयरको कुरा। अर्को यसमा मेन कुरा चाहिँ के छ थाहा छ? यसमा अर्को छ म्याक्रोन्युक्लियस अनि माइक्रोन्युक्लियस। प्यारामेसियम भनेको चाहिँ डाइमोर्फिक न्युक्लियाई बेरिङ अर्ग्यानिजम हो कि। डाइमोर्फिक भनेको चाहिँ छुट्टा छुट्टै स्ट्रक्चर भएको न्युक्लियस चाहिँ बियर गर्छ है। दुईवटा न्युक्लियस हुन्छ अरे प्यारामेसियममा। अनि त्यहाँ चाहिँ के हुन्छ, एउटा चाहिँ म्याक्रोन्युक्लियस भयो, अर्को चाहिँ माइक्रोन्युक्लियस भयो कि है। दुईवटा न्युक्लियस हुन्छ प्यारामेसियममा, एउटा म्याक्रोन्युक्लियस भयो, अर्को माइक्रोन्युक्लियस भयो। म्याक्रोन्युक्लियस चाहिँ कस्तो हुन्छ भन्दाखेरि बिन सेप हुन्छ के, एउटा किडनी सेपको हुन्छ है। म्याक्रोन्युक्लियस चाहिँ किडनी सेपको हुन्छ। अनि माइक्रोन्युक्लियस चाहिँ सानो सर्कुलर सेपको हुन्छ माइक्रोन्युक्लियस। अनि यो म्याक्रोन्युक्लियस छ नि, यो म्याक्रोन्युक्लियसको काम चाहिँ के हो भन्दाखेरि यसले चाहिँ यो के भन्छ, सेलभित्र हुन्छ नि प्रोटोप्लाज्ममा चाहिँ मेटाबोलिक एक्टिभिटिजहरू चाहिँ गर्ने काम गर्छ है, कन्ट्रोल गर्छ। मेटाबोलिक एक्टिभिटिजहरू काम गर्ने भनेको यो म्याक्रोन्युक्लियसले हो है। अनि रिप्रोडक्सन हुन्छ नि, रिप्रोडक्सनहरू त्यो के भन्छ, त्यो रिप्रोडक्सनहरू हुने काम चाहिँ है कन्ट्रोल गर्ने, रिप्रोडक्सन कन्ट्रोल गर्ने चाहिँ कहाँ हो अरे, कसले हो अरे? माइक्रोन्युक्लियसले। म्याक्रोन्युक्लियसले चाहिँ मेटाबोलिक एक्टिभिटिजहरू कन्ट्रोल गर्छ। माइक्रोन्युक्लियसले चाहिँ रिप्रोडक्सनमा चाहिँ आफ्नो कन्ट्रोल गर्छ क्या त्यसमा है। अनि यो म्याक्रोन्युक्लियस चाहिँ कसरी डिभाइड हुन्छ भन्दाखेरि अमाइटोटिकली डिभाइड हुन्छ, र माइक्रोन्युक्लियस चाहिँ माइटोटिकली डिभाइड हुन्छ के है। अमाइटोटिकली भनेको के हो भन्दाखेरि है, स्ट्रेच भएर चाहिँ दुईवटामा डिभाइड हुन्छ नि, जस्ट सिम्पली के त्यस्तो, त्यसलाई चाहिँ हामी अमाइटोटिकली भनिन्छ। अहिले हामी त्यहाँ रिप्रोडक्सनमा हेर्छौँ है। त्यो भनेको यति बुझ्नुहोस् कि प्यारामेसियममा 2 टाइप्स अफ न्युक्लियस हुन्छ, एउटा म्याक्रो, अर्को माइक्रो। म्याक्रो भनेको चाहिँ बिन सेपको, किडनी सेपको हुन्छ होइन, ठुलो हुन्छ, जसले मेटाबोलिक एक्टिभिटिजहरू कन्ट्रोल गर्छ भने माइक्रोन्युक्लियस भनेको चाहिँ स्मल हुन्छ, जुन चाहिँ सर्कुलर हुन्छ, राउन्ड टाइपको हुन्छ, जसले चाहिँ रिप्रोडक्सन चाहिँ कन्ट्रोल गर्ने काम गर्छ, केले? माइक्रोन्युक्लियसले। यति हो अब यसको बारेमा। अर्को के छ भन्दाखेरि यसले लोकोमोसन हुन्छ नि, अब यसको लोकोमोटरी अर्गन त हामीलाई थाहा भयो है, के हो रे? हाम्रो प्यारामेसियमको लोकोमोटरी अर्गन भनेको सिलिया हो। अनि यसले चाहिँ कस्तो टाइप अफ लोकोमोसन देखाउँछ क्या, एउटा चाहिँ स्विमिङ हुन्छ, अर्को चाहिँ क्रिपिङ। एउटा चाहिँ स्विमिङ है, एउटा चाहिँ स्विम गर्छ, अर्को चाहिँ क्रिपिङ, घस्रिने टाइपको हुन्छ। अनि यो स्विम चाहिँ किन गर्छ भन्दाखेरि यो प्यारामेसियमको बडी हुन्छ नि, यो प्यारामेसियमको स्ट्रिमलाइन बडी सेप हुन्छ के, जस्तो त्यो बोट जस्तो हुन्छ नि, बोट अथवा त्यो के भन्छ एयरप्लेन जस्तो सेपहरू हुन्छ के। अनि फिस जस्तो सेप हुन्छ नि त यसको यो प्यारामेसियमको, त्यही भएर जसले गर्दा यसलाई स्विमिङमा हेल्प गर्छ है, स्विमिङमा हेल्प गर्छ। अनि यिनीहरूको मेम्ब्रेन चाहिँ सेमी पर्मिएबल मेम्ब्रेन हुन्छ। सेमी पर्मिएबल मेम्ब्रेन भनेको चाहिँ त्यो के भन्छ अरे, सबैलाई चाहिँ आफू त्यहाँ भित्र चाहिँ छिर्न दिँदैन के है, कसैलाई चाहिँ रिजेक्ट गर्छ। कोहीलाई मात्र त्यहाँ भित्र छिर्छ, त्यो मेम्ब्रेनबाट अरू कोही छिर्छ, तर कोही चाहिँ रिजेक्ट हुन्छ है, सबै चाहिँ छिर्दैन। सो सेमी पर्मिएबल भनेको चाहिँ त्यही हो, बुझ्नुभयो। अनि यसको अर्को प्रोसेस चाहिँ के छ भन्दाखेरि, अर्को प्रोसेस चाहिँ के छ, क्रिपिङ छ है। क्रिपिङ भनेको के हो? क्रिपिङ भनेको चाहिँ घस्रिनु हो है, साप जस्तै घस्रिने। अनि यस्तो फेरि खतरा छ है, फेरि के छ भन्दाखेरि होइन, यसरी घस्रिन्छ है, अनि त्यसपछि यो चाहिँ 2 स्टेप अघि जान्छ, फेरि 2 स्टेप पछि आउँछ, फेरि 2 स्टेप अघि जान्छ, 2 स्टेप पछि आउँछ के। जस्तो यो मान्छे यहाँ हिँडिरहेछ होइन, यो मान्छे यहाँ हिँडिरहेछ, यो अब पक्नु है, यो मान्छे चाहिँ यहाँ हिँडिरहेछ होइन, अनि यो चाहिँ फेरि यता यहाँनिर पुग्छ, अनि फेरि यो 1 स्टेप ब्याक भएर चाहिँ फेरि यता आउँछ क्या, फेरि यताबाट
1 2 भएर यता जान्छ फेरि यताबाट यता आउँछ त्यसरी यो त कति बिस्तारै हिँड्छ होला हैन यस्तोमा चाहिँ क्रिप गर्छ क्या यसले चाहिँ है घस्रिन्छ त्यही हो लोकोमोसन भनेको यस्तो कस्तो रे प्यारामिसियमको 2 टाइप अफ लोकोमोसन हुन्छ एउटा भनेको चाहिँ यसले स्विम गर्छ अर्को चाहिँ क्रिपिङ हो स्विमिङ चाहिँ किन गर्छ भन्दाखेरि यसको चाहिँ स्ट्रिमलाइन बडी सेप हुन्छ फिस जस्तो सेप हुन्छ त्यही भएर यसलाई चाहिँ स्विमिङमा हेल्प गर्छ अनि यिनीहरूको मेम्ब्रेन कस्तो हुन्छ अरे सेमी पर्मेबल मेम्ब्रेन रे के यो सेमी पर्मेबल भनेको के हो रे सर्टेन सब्सटेन्सलाई मात्र के गर्छ भन्दाखेरि पास हुन दिन्छ के आफूभित्र हैन सर्टेन सब्सटेन्सलाई मात्र पास हुन दिन्छ हैन अरूलाई चाहिँ उ गर्छ क्या रिजेक्ट गर्छ अथवा रेस्ट्रिक्सन हुन्छ क्या त्यहाँ चाहिँ सबै चाहिँ भित्र छिर्न मिल्दैन यसको मेम्ब्रेनबाट सर्टेन सब्सटेन्स मात्र छिर्छ त्यो भनेको चाहिँ सेमी पर्मिएबल मेम्ब्रेन हो अनि अर्को टाइप अफ लोकोमोसन के छ क्रिपिङमा चाहिँ 2 स्टेप अघि जान्छ फेरि 2 स्टेप पछि जान्छ 2 स्टेप अघि 2 स्टेप पछि है यो भनेको त्यही हो यसरी हेर्नु त यहाँ कसरी गइरहेछ यसरी गइरहेछ फेरि 2 स्टेप अघि जान्छ फेरि पछि आउँछ 2 स्टेप अघि जान्छ पछि आउँछ त्यही हो यसको लोकोमोसनको कुरा अर्को न्युट्रिसन भनेको यसको मोड अफ न्युट्रिसन भनेको होलोजोइक छ है यसको मोड अफ न्युट्रिसन चाहिँ होलोजोइक भनेको के हो रे होलोजोइक भनेको चाहिँ अटोट्रोपिक खालको के अरूमा नो अटोट्रोपिक नट हेट्रोट्रोपिक खालको के अरूमा डिपेन्ड हुने है होलोजोइक भनेको चाहिँ हेट्रोट्रोपिक खालको अरूमा डिपेन्ड हुनेलाई हामी होलोजोइक भनिन्छ अनि यो प्रोसेसमा अब के हुन्छ भन्दाखेरि इन्जेस्ट हुन्छ डाइजेस्ट हुन्छ हैन एब्जर्ब हुन्छ अनि इजेस्ट हुन्छ डाइजेसनको कुरा भइहाल्यो अनि इन्जेसन टेक्स प्लेस बाइ द स्पेशलाइज सिलिया अफ ओरल ग्रुप कस्तो भन्दाखेरि म यता भनिदिन्छु है यस्तो हुन्छ यो सिलियाहरू छ नि यो सिलियाहरूको यो ओरल ग्रुप छ हैन यहाँ ओरल ग्रुप भनेको ओपनिङ छ अनि त्यसबाट चाहिँ केहरू यसको फुडहरू चाहिँ के हुन्छ थाहा छ यसको चाहिँ फुडहरू ब्याक्टेरियाहरू अल्गीहरू अनि अर्को भनेको चाहिँ सानो प्रोटोजोनहरू चाहिँ यो प्यारामेसियमको फुड हुन्छ तिनीहरू चाहिँ सुरुमा ओरल ग्रुपबाट चाहिँ भित्र छिर्छन् है ओरल ग्रुपबाट भित्र छिरेपछि तिनीहरू चाहिँ भेस्टिब्युलमा जान्छ है भेस्टिब्युलमा जान्छ ओरल ग्रुपबाट भित्र छिरेपछि यिनीहरू भेस्टिब्युलमा जान्छ भेस्टिब्युलमा गइसकेपछि अब यो बुकल क्याभिटी हुन्छ यिनीहरूको पनि हैन अनि त्यस्तो गरेर यिनीहरू चाहिँ साइटोफ्यारिङ्समा जान्छ है साइटोजोम हेर्छ हेर्नु साइटोजोम भनेको त्यो माउथ साइटोस्टोम जोम्रे क्या स्टोम भनेको माउथ भइहाल्यो नि त हैन सो माउथ हुँदै चाहिँ यिनीहरू साइटोफ्यारिङ्समा जान्छ हैन साइटोफ्यारिङ्स भनेको गुलेट जस्तो के है जसमा चाहिँ फुड पार्टिकल्स जान्छ अनि त्यसपछि साइटोजोमबाट साइटोफ्यारिङ्स भइसकेपछि दे फाइनली सेटल डाउन इन द रिजर्भेट लाइक तिनीहरू चाहिँ कहाँ जान्छ भन्दाखेरि चाहिँ हैन यो साइटोमा जान्छ के साइटोफ्यारिङ्सबाट चाहिँ साइटोफ्यारिङ्सको तल चाहिँ के हुन्छ फुड भ्याक्युल हुन्छ है अनि फुड भ्याक्युलमा गइसकेपछि अब त्यही प्रोसेस हुन्छ डाइजेसनको अनि त्यसपछि अब तिनीहरूको साइक्लोसिस मुभमेन्ट हुन्छ क्या अब साइक्लोसिस भनेको कस्तो रे यस्तो क्लकवाइज मुभमेन्ट हुन्छ अनि यसरी सबैतिर चाहिँ त्यो फुड सर्कुलेट हुन्छ त्यही भएर चाहिँ त्यो भनेको हाम्रो यही नै हो डाइजेसन है सुरुमा चाहिँ ओरल ग्रुपबाट फुडहरू जान्छ यसको फुड भनेको के हो यसको फुड भनेको ब्याक्टेरियाहरू अरू सानो प्रोटोजोनहरू अनि अर्को भनेको चाहिँ यिनीहरूको अल्गीहरू चाहिँ फुडहरू जान्छ ओरल ग्रुप जान्छ ओरल ग्रुप हुँदै बुकल क्याभिटी हुँदै साइटोस्टोमबाट कहाँ जान्छ साइटोफ्यारिङ्समा जान्छ साइटोफ्यारिङ्सबाट फेरि तल डाइजेस्ट हुनलाई कहाँ जान्छ फुड भ्याक्युलमा जान्छ अनि त्यसपछि फुड भ्याक्युलमा गएपछि अब त्यहाँ फुड भ्याक्युलमा गइसकेपछि साइक्लोसिस मुभमेन्ट हुन्छ है साइक्लोसिस भनेको के हो रे क्लकवाइज मुभमेन्ट हुन्छ त्यसपछि अब मुभमेन्ट भइसकेपछि अब यो सबैले खाना पाइसकेपछि अब नचाहेको कुराहरूलाई कताबाट एक्सक्रेट गर्ने कताबाट फाल्ने त्यो फाल्ने भनेको चाहिँ कहाँबाट फाल्छ भन्दाखेरि यो साइटोपाइक छ नि यो एनसबाट फाल्छ के त्यही हो यसको प्रोसेस बुझ्नुभयो मैले भने बुझ्नुभयो होला है त्यही लेखेको छु यसमा पनि हैन सुरुमा ओरल ग्रुप हुन्छ ओरल ग्रुपबाट साइटोफ्यारिङ्समा जान्छ साइटोस्टोमको थ्रु अनि त्यसपछि चाहिँ फुड भ्याक्युल्सहरूमा जान्छ साइक्लोसिसको मुभमेन्टबाट चाहिँ सबैतिर चाहिँ फुडहरू फैलिन्छ अनि अनडाइजेस्टेड फुडहरू चाहिँ कहाँबाट एक्सपेल हुन्छ भन्दाखेरि एनल अपरेटर जसलाई हामी साइटोपाइक पनि भन्छ अरू साइटोप्रोक पनि भन्ने गरिन्छ है यही हो न्युट्रिसनको कुरा अर्को यहाँ वर्ड मिनिङ पनि मैले के लेखेको छु भन्दाखेरि अस्मो रेगुलेसन भनेको के हो भन्दा एक्सक्रेसन अफ द अनवान्टेड वाटर मलिक्युल्सहरू के नचाहिने वाटर मलिक्युल्सहरूलाई एक्सक्रेट गर्ने भनेको अस्मो रेगुलेसनले हो जुन चाहिँ कहाँ हुन्छ कन्ट्र्याक्टाइल भ्याक्युलमा हुन्छ अर्को भनेको अटोट्रप भनेको चाहिँ उनीहरूले आफ्नो खाना आफै बनाउन सक्ने तर यो प्यारामेसियमहरू त के हो हेट्रोट्रप हो है
अरूमा डिपेन्ड गर्ने है हेटेरोट्रफ भनेको। अटोट्रफ भनेको जस्तो प्लान्टहरू हुन्छ नि, उनीहरू आफै आफ्नो खाना बनाउँछ, दे आर अटोट्रफ है। सो अब हेरौँ रिप्रोडक्सन। रिप्रोडक्सन भनेको के हो? रिप्रोडक्सन भनेको एउटा अर्ग्यानिजमहरूको गोल हुन्छ क्या, त्यो मेन गोल भनेको नै रिप्रोडक्सन हो। रिप्रोडक्सन भनेको एउटा बायोलोजिकल प्रोसेस हो जसबाट चाहिँ नयाँ जेनेरेसन है, न्यू अफस्प्रिङहरू चाहिँ जन्माएर नयाँ जेनेरेसनहरू बढाउनुलाई हामी रिप्रोडक्सन भन्ने गरिन्छ। सो अब सबैको रिप्रोडक्सन भए जसरी नै प्यारामेसियमको पनि त रिप्रोडक्सन होला नि त होइन। अनि त्यसै गरी प्यारामेसियमले पनि सेक्सुअली पनि असेक्सुअली पनि रिप्रोड्युस गर्छ के है। यसमा सेक्सुअल रिप्रोडक्सन पनि हुन्छ, असेक्सुअल रिप्रोडक्सन पनि हुन्छ। अब हेऱ्यौँ फर्स्टमा असेक्सुअल रिप्रोडक्सनको बारेमा हेरौँ है। असेक्सुअल रिप्रोडक्सन कस्तो खालको हुन्छ? यसमा ट्रान्सभर्स बाइनरी फिजन है। के हुन्छ भन्दाखेरि रिप्रोडक्सन यो प्यारामेसियमको असेक्सुअल रिप्रोडक्सन भनेको बाइनरी फिजन हुन्छ, जुन चाहिँ ट्रान्सभर्स खालको हुन्छ। अब के रहेछ त ट्रान्सभर्स हेरौँ है। यसमा कसरी क्वेसन सोध्छ थाहा छ? यसमा चाहिँ एक्सप्लेन अबाउट ट्रान्सभर्स बाइनरी फिजन इन प्यारामेसियम अर डिस्क्राइब अबाउट द असेक्सुअल रिप्रोडक्सन इन प्यारामेसियम। क्वेसन सोधेपछि त हजुरको काम हो एन्सर लेख्ने। सो अब हेरौँ है, यसको प्रोसेस चाहिँ के छ भन्दाखेरि म भनिदिन्छु है। यो के हो अरे? बाइनरी फिजन है। प्यारामेसियममा बाइनरी फिजन हो, असेक्सुअल रिप्रोडक्सन हो। यसमा के हुन्छ भन्दाखेरि फेभरेबल कन्डिसनमा हुन्छ। बाइनरी फिजन हुनको लागि फेभरेबल कन्डिसन चाहिन्छ, जस्तो कि टेम्परेचरको, अर्को फुडहरू एभाइलेबिलिटी हुनु पर्यो है। फेभरेबल कन्डिसनमा मात्रै हुन्छ यो बाइनरी फिजन है त। अनि ड्युरिङ बाइनरी फिजन अफ फुल्ली डेभलप प्यारामेसियम, एउटा फुल्ली डेभलप प्यारामेसियम आउँछ होइन, फुल्ली ग्रोन भएको प्यारामेसियम आउँछ र त्यो प्यारामेसियम आइसकेपछि चाहिँ त्यसको यो ओरल ग्रुपहरू हुन्छ नि, यो ओरल ग्रुप थाहा छ नि हामीलाई, ओरल ग्रुप जब त खाना छिर्छ, त्यो ओरल ग्रुपहरू चाहिँ स्टार्ट टु डिजेनेरेट के, यो ओरल ग्रुप हराउन थाल्छ है। ओरल ग्रुप हराउन थालिसकेपछि अरू त्यहाँको त्यो जुन थियो नि यो न्युक्लियसहरू छ नि, यो न्युक्लियसहरू के न्युक्लियस छ अरे? एउटा म्याक्रो न्युक्लियस छ, अर्को माइक्रो न्युक्लियस छ है। एउटा म्याक्रो न्युक्लियस छ, अर्को माइक्रो न्युक्लियस छ। अनि यो माइक्रो न्युक्लियस पनि डिजेनेरेट हुन थाल्छ के है। के हुन्छ भन्दाखेरि ओरल ग्रुप चाहिँ डिसएपियर हुन्छ है। यता हेर्नु त, यहाँ ओरल ग्रुप डिसएपियर भयो होइन। अनि म्याक्रो न्युक्लियस स्टार्ट टु डिभाइड अमाइटोटिकली के, सरी आई सेड माइक्रो न्युक्लियस, म्याक्रो न्युक्लियस हराउँछ भने है होइन है। ओरल ग्रुप चाहिँ हराउँछ होइन। ओरल ग्रुप हराइसकेपछि चाहिँ यो म्याक्रो न्युक्लियस छ नि, किडनी सेपको ठुलो म्याक्रो न्युक्लियस चाहिँ के हुन्छ? अमाइटोटिकली चाहिँ डिभाइड हुन्छ है। अमाइटोटिकली डिभाइड हुन्छ भनेको कहाँ लेखेको छ? अमाइटोटिकली डिभाइड हुन्छ भनेको चाहिँ यो स्ट्रेच हुन्छ क्या, इलोङ्गेट हुन्छ, अलि तन्किन्छ। यत्रो थियो होइन, किडनी सेपको यत्रो थियो, अनि त्यो अलि यत्रो बन्छ म्याक्रो न्युक्लियस है। अब भने अर्को माइक्रो न्युक्लियस जुन सानो थियो नि, त्यो माइक्रो न्युक्लियस चाहिँ माइटोटिकली डिभाइड हुन्छ भनेपछि माइटोटिकलीमा त अब प्रोसेसहरू हुन्छ नि त, स्पिन्डल फाइबरहरू बन्ला, त्यस्तो हुन्छ। त्यसपछि अब यिनीहरू डिभाइड हुन्छ। डिभाइड भइसकेपछि है इलोङ्गेट हुन्छ, म्याक्रो न्युक्लियस इलोङ्गेट भयो। अनि त्यसपछि यो के भन्छ, यो माइक्रो न्युक्लियस पनि के भयो? भयो, माइटोटिकल डिभिजन गयो। सो यो प्रोसेस पछि चाहिँ यिनीहरूको बिचमा चाहिँ कन्स्ट्रिक्सन अपियर हुन्छ। देख्नुभएको छ यहाँ, कन्स्ट्रिक्सन अपियर हुन्छ है। कन्स्ट्रिक्सन अपियर भइसकेपछि चाहिँ अब फेरि यिनीहरू यो छ नि, यो प्रोटोप्लाजममा चाहिँ अरू सेल कम्पोनेन्टहरू चाहिँ फेरि निस्किन थाल्छ के, प्रड्युस हुन थाल्छ। अनि प्रड्युस भइसकेपछि चाहिँ यो अब यहाँ चाहिँ कम्प्लिटली यहाँ कन्स्ट्रिक्सन हुन्छ। अनि के हुन्छ भन्दाखेरि साइटोप्लाज्मिक कन्स्ट्रिक्सन अपियर हुन्छ है। कन्स्ट्रिक्सन अपियर हुन्छ भनि नै हाले। त्यसपछि यहाँ भनेछ फर्मेसन अफ दि अदर कन्ट्र्याक्टाइल भ्याक्युलहरू पनि त बनेछ नि त, यहाँ हेर्नु त। अनि त्यसपछि यो सबै बनेपछि कन्स्ट्रिक्सनहरूले अब यो माथिको भाग एउटा बन्छ, तलको भाग अर्को बन्छ के है। माथिको भाग एउटा बन्छ, तलको भाग अर्को बन्छ, किनभने यहाँ न्युक्लियस त डिभाइड भइसक्यो नि त। माथिको भाग एउटा बन्छ, तलको भाग अर्को बन्छ। माथिको एन्टेरियर भागलाई के भनिन्छ थाहा छ? एन्टेरियर बन्ने डटरलाई के भनिन्छ? प्रोटर डटर भनिन्छ भने तलकोलाई चाहिँ ओफिस्टे भनिन्छ है, ओपिस्ट भनिन्छ है। के भयो भन्दाखेरि म फेरि भन्छु है। अनि त्यसपछि म फेरि भन्छु है, सुरुमा चाहिँ एउटा फुल्ली ग्रोन प्यारामेसियम आउँछ होइन। फुल्ली ग्रोन प्यारामेसियमको एउटा एन्टेरियर इन होला, अर्को पोस्टेरियर इन होला। अनि त्यसपछि यसको ओरल ग्रुप हुन्छ नि, यो चाहिँ यो डिभिजन असेक्सुअल रिप्रोडक्सनमा जाँदा चाहिँ यो फिडिङ चाहिँ गर्दैन। सो यसको फिडिङ अपरेचर चाहिँ हराउँछ क्या, द्याट मिन ओरल ग्रुप हराउँछ, ओरल ग्रुप डिसएपियर हुन्छ। अनि त्यसपछि यहाँको छ नि यो म्याक्रो न्युक्लियस र माइक्रो न्युक्लियसमा, म्याक्रो न्युक्लियस चाहिँ अमाइटोटिकली डिभाइड भएर इलोङ्गेट
हुन्छ हैन, इलोङ्गेट हुन्छ, तन्किन्छ। अर्को माइक्रोन्युक्लियस चाहिँ के हुन्छ, माइटोटिकली डिभाइड हुन्छ, डिभिजन हुन्छ माइटोटिकली, दुईवटा बन्छ है। अनि त्यसपछि अब यहाँ हेर्नु, अनि त्यसपछि अब बिचमा चाहिँ कन्स्ट्रिक्सन आउन थाल्छ क्या, कन्स्ट्रिक्सन आउन थाल्छ है, तल र माथि एन्टेरियर र पोस्टेरियर बिचमा कन्स्ट्रिक्सन आउन थाल्छ। अनि फेरि त्यो प्रोटोप्लाजममा चाहिँ जुन हराएको थियो नि फुल्ली ग्रोन प्यारामेसियमको जुन हराएको थियो नि त्यो सबै आउन थाल्छ क्या, कन्ट्र्याक्टाइल भ्याक्युलहरू सबै आउन थाल्छन्। अनि त्यसपछि चाहिँ अब कन्स्ट्रिक्सन पनि फुल्ली कन्स्ट्रिक्सन आइसक्छ, त्यसपछि चाहिँ डिभिजन हुन्छ। डिभिजनमा चाहिँ अब यहाँ त दुईवटा न्युक्लियस भइसक्यो नि त। सो डिभिजनमा माथिको एन्टेरियरलाई हामीले प्रोटर भनिन्छ, अनि तलको पोस्टेरियरवाला डटरलाई चाहिँ हामीले के भन्छ, ओपिस्टे भनिन्छ है, ओपिस्टे भनिन्छ है त। सो यही नै हो बाइनरी फ्युजनको कुरा। अनि यसलाई चाहिँ ट्रान्सभर्स किन भनिएको हो भन्दाखेरि एन्टेरियर रिजन र पोस्टेरियर रिजनको ठ्याक्क बिचबाट यसरी काटेको छ भने ट्रान्सभर्स भयो। अब यसलाई चाहिँ यसरी काटेको भए यो के हुन्थ्यो, लङ्गिट्युडनल हुन्थ्यो। यो चाहिँ यसरी काटेको छ त्यही भएर यो चाहिँ के भयो, यसरी फ्युजन भएको छ, त्यही भएर यो चाहिँ ट्रान्सभर्स बाइनरी फ्युजन भएको हो है। अब हेरौँ प्रोसेसमा, यसमा चाहिँ मैले यही लेखेको छु है त, यसमा चाहिँ मैले यही लेखेको छु। अब के भयो भन्दाखेरि है, प्रोटो र ओपिस्टे हेर्नु त यहाँ सबै त्यही लेखेको छु हैन। सिंगल बाइनरी फ्युजन कम्प्लिट्स अबाउट 3 to 4 hours के, विच डिपेन्ड अपन द फेभरेबल कन्डिसन। एउटा बाइनरी फ्युजन कम्प्लिट हुनको लागि है के भयो रे, त्यहाँ एउटा प्यारामेसियमबाट चाहिँ दुईवटा डटर प्यारामेसियमहरू बने, माथिको प्रोटर थियो भने तलको ओपिस्टे थियो। अनि यो प्रोसेस, यो बाइनरी फ्युजन भइरहेको प्रोसेस चाहिँ कतिको लागि हुन्छ, कति समयको लागि हुन्छ भनेपछि 3 to 4 hours को लागि हुन्छ है, जुन चाहिँ केमा डिपेन्ड गर्छ, फेभरेबल कन्डिसन, लाइक केमा भन्दाखेरि टेम्परेचरमा भयो, अर्को फुडमा भयो, अर्को झन् पपुलेसन डेन्सिटीमा भर पर्ने भयो के। सो के हुन्छ भन्दाखेरि जेनरली यसको 3 देखि 4 घन्टा लाग्छ बाइनरी फ्युजन हुनको लागि है। अनि फेरि अब इन 24 आवर्समा प्यारामेसियमले 2 देखि 4 टाइम बाइनरी फ्युजन जान सक्छ क्या, 2 to 4 टाइम्स चाहिँ बाइनरी फ्युजन जान सक्छ। त्यही भएर यसले चाहिँ के गर्छ भन्दाखेरि दिनमा चाहिँ कतिवटा बनाउँछ थाहा छ, प्यारामेसियमले यदि बाइनरी फ्युजन गयो भने, फेभरेबल कन्डिसन भयो भने 2 देखि 16वटा इन्डिभिजुअल डटर बनाइदिन्छ क्या, बुझ्नुभयो, इन्डिभिजुअल अफ डटर प्यारामेसियम। या 2 देखि 16वटा डटर प्यारामेसियमहरू बनाउन सक्छ 24 घन्टा एक दिनमा, यदि त्यहाँ चाहिँ फेभरेबल कन्डिसन पायो भने है। त्यही नै हो यो बाइनरी फ्युजनको कुरा है। बाइनरी फ्युजन भनेको असेक्सुअल रिप्रोडक्सन हो, जसमा चाहिँ यहाँ के हो, यसमा जेनाइटल पोरहरूको त्यो के भन्छ, जेनाइटल मटेरियलहरूको भएको छ र फ्युज भएको छैन नि त। सो दिस इज अ असेक्सुअल रिप्रोडक्सन, जसलाई हामीले बाइनरी फ्युजन भयो। अब स्प्लिट भयो नि त हैन, एउटा बडी नै स्प्लिट भएर दुईटा बन्यो, त्यो पनि ट्रान्सभर्सली भयो है। सो नेक्स्ट वान इज दि सेक्सुअल रिप्रोडक्सन। यसलाई चाहिँ के भनिन्छ भन्दाखेरि प्रोसेस अफ कन्जुगेसन पनि भनिन्छ है। सेक्सुअल रिप्रोडक्सनलाई प्रोसेस अफ कन्जुगेसन पनि भनिन्छ। कन्जुगेसन भनेको एउटा त्यस्तो प्रोसेस हो जहाँ चाहिँ दुईवटा इन्डिभिजुअल प्यारामेसियमहरूको चाहिँ टेम्पोररीली युनाइट हुन्छ क्या, दुईवटा इन्डिभिजुअल प्यारामेसियमहरू चाहिँ चप्किन्छन् क्या है, टेम्पोररी समयको लागि है, यिनीहरू पर्मानेन्टली चाहिँ होइन, केही समयको लागि चाहिँ यसरी युनाइट हुन्छ, अट्याच हुन्छन् है। त्यो पनि कस्तो भन्दाखेरि मर्फोलोजिकली चाहिँ सिमिलर, तर बाहिरबाट देख्दा चाहिँ उनीहरू सिमिलर देखिने, तर भित्रीबाट चाहिँ फिजियोलोजिकली चाहिँ डिफ्रेन्ट हुनुपर्छ है। अनि भेन्ट्रोल्याटरल साइडबाट यिनीहरू अट्याच हुन्छ, भेन्ट्रल साइडबाट अट्याच हुन्छ, आफ्नो अघिपट्टिबाट चाहिँ यिनीहरू अट्याच हुन्छ है। के रहेछ, कन्जुगेसन भनेको एउटा त्यस्तो प्रोसेस हो जसमा चाहिँ दुईवटा प्यारामेसियमहरू चाहिँ टेम्पोररीली है, केही समयको लागि चाहिँ अट्याच हुन्छ। अट्याच पनि कहाँबाट हुन्छ, उनीहरूको भेन्ट्रल साइडबाट अट्याच हुन्छ, जुन उनीहरू चाहिँ के हुन्छ भन्दाखेरि बाहिरी देखावटीबाट चाहिँ सेम हुने, सिमिलर हुने, तर भित्र फिजियोलोजिकली चाहिँ के हुने, डिफ्रेन्ट हुने है। त्यही हो यो कन्जुगेसन भनेको। अब कन्जुगेसन भनेपछि के हुन्छ, दुईवटा इन्डिभिजुअलहरू त, दुईवटा प्यारेन्ट्सहरू त चाहियो नि त। सो अब ड्युरिङ कन्जुगेसन म्याक्रोन्युक्लियस अफ इच कन्जुगेट स्टार्ट डिसएपियर, व्हेरियस माइक्रोन्युक्लियस डिभाइड ट्वाइस बोथ माइटोटिकली टु फर्म 4 माइक्रोन्युक्लियस। के हो भन्दाखेरि मैले पहिले नै भनिसकेँ होइन, म्याक्रोन्युक्लियस भन्नेले केमा काम गर्छ, म्याक्रोन्युक्लियसले चाहिँ मेटाबोलिक एक्टिभिटिजहरूमा मात्रै काम गर्छ क्या, मेटाबोलिक एक्टिभिटिजहरूमा मात्रै कन्ट्रोल गर्छ। तर माइक्रोन्युक्लियसले चाहिँ केमा, रिप्रोडक्सनमा चाहिँ काम गर्छ क्या, रिप्रोडक्सनमा चाहिँ कन्ट्रोल गर्छ। यो हामीले माइक्रोन्युक्लियसलाई नै के भन्छ, माइक्रोन्युक्लियसले नै काम गर्छ है। अनि अब त्यही हो, अब म्याक्रोन्युक्लियस चाहिँ डिजेनेरेट हुन्छ, हेर्नु त यहाँ
दुईवटा केहरू लिएको छ, दुईवटा प्यारामेसियमहरू लिएको छौ। दुईवटा प्यारामेसियमहरू कसरी अट्याच छन्, यिनीहरू चाहिँ भेन्ट्रली अट्याच छन् है। अनि एउटा म्याक्रोन्युक्लियस छ, अर्को माइक्रोन्युक्लियस। हामीले यहाँ सजिलै देखेको छ है, ब्लूवाला चाहिँ म्याक्रोन्युक्लियस अनि बिचको त्यो थोप्लावाला चाहिँ के हो, माइक्रोन्युक्लियस है त। अनि त्यसपछि दुईवटा चाहिँ के भयो, दुईवटा चाहिँ चप्केपछि के भयो भन्दाखेरि यिनीहरूको जुन म्याक्रोन्युक्लियस छ नि, म्याक्रोन्युक्लियस चाहिँ डिस्यापियर हुन्छ है। म्याक्रोन्युक्लियस डिस्यापियर हुन्छ अनि अर्को भित्र के छ, माइक्रोन्युक्लियस छ। यो माइक्रोन्युक्लियस चाहिँ ट्वाइस डिभाइड भएर के हुन्छ, चारवटा माइक्रोन्युक्लियस बनाउँछ है। चारवटा माइक्रोन्युक्लियस बनिसक्यो, बुझ्नुभयो। म्याक्रोन्युक्लियस हराइसक्यो, चारवटा माइक्रोन्युक्लियस चाहिँ बनिसक्यो है। एउटासँग चारवटा बनिसक्यो, किनभने म्युटिकली गयो नि त। सो चारवटा के बन्यो, माइक्रोन्युक्लियस बन्यो। अब चारवटा माइक्रोन्युक्लियस पछि के भयो अरे, हेर्नु है, यहाँ पनि त्यही लेखेको छ। अनि चारवटा माइक्रोन्युक्लियस बन्यो अनि चारवटा मध्ये चाहिँ के हुन्छ थाहा छ, तीनवटा चाहिँ डिजेनेरेट हुन्छ क्या, हराउँछ। तीनवटा चाहिँ हराउँछ, एउटा चाहिँ स्टेसनरी, एउटा चाहिँ त्यही रहिरहन्छ है। एन्ड द रिमेनिङ माइक्रोन्युक्लियस डिभाइड अनइक्वल टु फर्म फिमेल प्रोन्युक्लाई एन्ड मेल प्रोन्युक्लाई। के भयो भन्दाखेरि यो चारवटा बनेको थियो नि, यो चारवटा बनेको मध्ये तीनवटा चाहिँ हराएर गइसक्यो है। तीनवटा चाहिँ हराएर गइसक्यो, त्यही भएर यहाँ एउटा मात्र बचेको छ, माइक्रोन्युक्लाई एउटा मात्रै बचेको छ। अब त्यो बचेको एउटा माइक्रोन्युक्लाई चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ हैन, अनइक्वली डिभाइड भएर एउटा चाहिँ मेल प्रोन्युक्लाई बनाउँछ, अर्को चाहिँ फिमेल प्रोन्युक्लाई बनाउँछ। जुन माथिको हुन्छ नि ठुलोवाला चाहिँ फिमेल भयो हैन, सानोको ठोपल्कावाला चाहिँ के हुन्छ, मेल प्रोन्युक्लाई बनाउँछ। हेर्नु त कस्तो रहेछ भन्दाखेरि यहाँ चाहिँ चारवटा माइक्रोन्युक्लियसहरू बनेको थियो है। चारवटा माइक्रोन्युक्लियस मध्ये तीनवटा चाहिँ हरायो अनि एउटा मात्रै रह्यो। अनि एउटा मात्रै रहेको पनि के भयो भन्दाखेरि अनइक्वली डिभाइड भएर हैन, दुईवटा बनाउँछ क्या, दुईवटामा डिभिजन हुन्छ। एउटा के हुन्छ, ठुलोवाला के हुन्छ, फिमेल प्रोन्युक्लाई हुन्छ भने सानोवाला चाहिँ के हुन्छ, मेल प्रोन्युक्लाई हुन्छ है। अब बनाइसक्यो यसले फिमेल प्रोन्युक्लाई, यिनीहरूको त्यो ग्यामेट जस्तै हुन्छ क्या यो भनेको चाहिँ। अनि फिमेल पनि बन्यो, मेल पनि भयो। वेयर फिमेल रिमेन स्टेसनरी, मेल रिमेन्स माइग्रेटेड इन नेचर है। अनि त्यसपछि के हुन्छ थाहा छ, यो छ नि, यो मैले भने है, यो माथिको चाहिँ फिमेल हो, तलको चाहिँ के हो अरे, तलको चाहिँ मेल हो। अनि यो यिनीहरू बिचमा चाहिँ के हुन्छ भन्दाखेरि फिमेल चाहिँ स्टेसनरी हुन्छ क्या, त्यही रहिरहन्छ हैन। फिमेल चाहिँ आफ्नो ठाउँमा रहिरहन्छ, तर मेल चाहिँ कस्तो रहेछ भन्दाखेरि अलिक चकचके खालको रहेछ के। सो मेल चाहिँ आफ्नो ठाउँबाट अर्को ठाउँ जान खोज्ने खालको के, माइग्रेटेड गर्ने खालको रहेछ। अनि फिमेल भनेको के रहेछ, स्टेसनरी रहेछ। मेल भनेको चाहिँ आफ्नो ठाउँबाट अर्को ठाउँ जान खोज्ने रहेछ। त्यही भएर मेल चाहिँ अर्को उमा जान्छ। अब यहाँ त दुईवटा हो नि त, यो दुईटा। अनि एउटाको मेल प्रोन्युक्लाई चाहिँ कहाँ जान्छ, अर्कोको फिमेल प्रोन्युक्लाईमा जान्छ। फेरि एउटाको मेल प्रोन्युक्लाई अर्कोको फिमेल न्युक्लियरमा जान्छ। यो जानको लागि त्यहाँ चाहिँ के हुन्छ, ब्रिज फर्म भएको हुन्छ। त्यो ब्रिजलाई हामीले के भनिन्छ, एक्सचेन्ज अफ दी, यसबाट हाम्रो न्युक्लियर मटेरियलहरू हुन्छ नि, जेनेटिक मटेरियलहरू चाहिँ यसबाट यो छ नि, यसबाट चाहिँ चेन्ज भइरहेछ क्या। आई मिन यसले चेन्ज र यसबाट ट्रान्सफर्स भइरहेछ है, बुझ्नुभयो, त्यसबाट भइरहेछ। अनि त्यसपछि चाहिँ अब यसलाई चाहिँ हामीले प्रोटोप्लाज्मिक ब्रिज भनिन्छ, जहाँबाट चाहिँ मेल प्रोन्युक्लाई अर्को के भन्छ, अर्को प्यारामेसियमको फिमेल प्रोन्युक्लाईमा गइरहेको छ है। अनि के भन्छ, जाइगोट बन्छ। हेर्नु त, जाइगोट बन्यो, भयो नि त, कम्बाइन भयो नि त। हेर्नु त यता यो फिमेलमा मेल गयो अनि फिमेलमा फेरि मेल गयो। अनि मेल र फिमेल भइसकेपछि त फ्युज भएन त, फ्युज भएपछि के बन्छ अरे, जाइगोट बन्यो है। हेर्नु त, जाइगोट न्युक्लियस बन्यो। अब जाइगोट न्युक्लियस छ नि, यो जाइगोट न्युक्लियस चाहिँ फेरि के हुन्छ भन्दाखेरि 3 टाइम्स माइटोसिस गर्छ क्या। माइटोसिस भनेको हो एउटाबाट दुईटा बन्ने। अब यो यहाँ छ हैन, यो अनि यो जब जाइगोट बन्छ नि, जाइगोट बनेपछि चाहिँ यिनीहरू फेरि छुट्टिन्छन्। त्यही भएर यसलाई चाहिँ टेम्पोरेरी भनेको थियो, केही समयको लागि हो, पछि चाहिँ छुट्टिन्छन्। छुट्टिसकेपछि यिनीहरूलाई के भन्छ, सुरुमा चाहिँ यिनीहरू कन्जुगेन्स भन्छ हैन, सुरुमा अट्याच हुँदा चाहिँ कन्जुगेन्स भन्छ। अनि छुट्टिसकेपछि एक्स कन्जुगेन्स भनिन्छ क्या। थाहा छ नि एक्स भनेको त के हो भनेर, सबैजनाको एक्स छन् होला। सो त्यसै गरी नै छुट्टेपछि एक्स भनिन्छ। यहाँ पनि के भयो, छुट्टेपछि एक्स कन्जुगेन्स भन्यो। दुईवटा एक्स कन्जुगेन्टहरू अब आफ्नो बाटो लागिसके है, छुट्टा आफ्नो बाटो लागिसके। अब
फेरि के हुन्छ, यहाँ एउटा जाइगोट छ, यहाँभित्र अर्को जाइगोट छ होइन। यो जाइगोट चाहिँ के हुन्छ भन्दाखेरि होइन, जाइगोट न्युक्लियस छ नि जुन, त्यो चाहिँ माइटोसिस 3 टाइम्स माइटोसिस जान्छ। 3 टाइम्स माइटोसिस जाँदै क्रममा सुरुमा 2वटा बन्छ, 2वटा पछि 4वटा, 4वटा पछि 8वटा बन्छ। 3 टाइम्स भयो कि भएन, 1 2 3, 3 टाइम्स माइटोसिस बन्छ। अनि 3 टाइम्स माइटोसिस बन्ने बेला चाहिँ के भयो, 3 टाइम्स माइटोसिस बन्ने बेला चाहिँ यहाँ 4वटा बन्यो, 8 डटर न्युक्लियाहरू भयो। जाइगोट भनेको यहाँ 2n हुन्छ क्या होइन, 2n मा चाहिँ एउटा ह्याप्लोइड बन्छ क्या, 4वटा डटर न्युक्लियाहरू बन्छ। 4वटा डटर न्युक्लियामा के हुन्छ थाहा छ, 4वटा डटर न्युक्लियामा चाहिँ सरी 8वटा डटर न्युक्लियाहरू बन्छ। 8वटा डटर न्युक्लियामा चाहिँ 4वटा चाहिँ म्याक्रोन्युक्लियस हुन्छ भने 4वटा चाहिँ माइक्रोन्युक्लियस बन्छ है। के रहेछ, 4वटा माइक्रोन्युक्लियस बन्छ, सेम एज तल पनि त्यही हो है, सेम एज एभोभ तल पनि त्यही हो। 4वटा म्याक्रोन्युक्लियस बन्छ अनि 4वटा चाहिँ माइक्रोन्युक्लियस बन्छ। अब माइक्रोन्युक्लियस त त्यसरी नै रहिरहन्छ, तर भने म्याक्रोन्युक्लियस जुन छ नि त्यो ठुलोवाला चाहिँ त्यत्तिकै रहिरहन्छ। तर माइक्रोन्युक्लियस चाहिँ 4वटा थियो नि, त्यो 4वटा मध्ये चाहिँ 3वटा चाहिँ डिजेनेरेट हुन्छ, एउटा मात्रै रहिरहन्छ क्या है। म्याक्रोन्युक्लियस चाहिँ रहिरहन्छ 4वटै, तर यो माइक्रोन्युक्लियस चाहिँ होइन 3वटा हराउँछ, फेरि आफू एउटा मात्रै रहिरहन्छ है। अब यो प्रोसेससम्म आइसक्दा होइन के बाँकी छ अरे, यहाँ चाहिँ 4वटा चाहिँ म्याक्रोन्युक्लियस छ अनि एउटा चाहिँ माइक्रोन्युक्लियस छ यो प्रोसेससम्म आउँदा। अब यो प्रोसेसपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ होइन, यो प्रोसेसपछि चाहिँ बाइनरी फ्युजन हुन्छ है, बाइनरी फ्युजन हुन्छ। बाइनरी फ्युजनमा चाहिँ माइक्रोन्युक्लियस डिभाइड हुन्छ अनि तर म्याक्रोन्युक्लियस चाहिँ उस जस्तो थियो त्यस्तै रहिरहन्छ। हेर्नु त यहाँ, अब यहाँ 4वटा छ होइन, अनि 4वटा माइक्रोन्युक्लियस थियो। अब माइक्रोन्युक्लियस चाहिँ डिभाइड भएर 2वटा बन्यो होइन, हेर्नु त 2वटा छ कि छैन। माइक्रोन्युक्लियस डिभाइड भएर जुन सानोवाला थियो नि, सानोवाला न्युक्लियस डिभाइड भएर 2वटा भयो। अनि 2वटा बनेपछि अब फेरि हेर्नु त, अब यो फेरि डिभाइड भयो के, 2वटा भनेपछि यो 2 म्याक्रो, यो माथिको 2वटा तलको 2वटा भनेपछि यसरी डिभाइड भयो होइन, 2 डटर प्यारामेसियम भयो। अनि त्यसपछि चाहिँ यो 2वटा छ नि, यो फेरि यो छ नि, यो माइक्रोन्युक्लियस चाहिँ फेरि हुन्छ के, फेरि पनि 2वटा बन्छ, डिभाइड बन्छ। अनि एउटा यो बन्यो, अर्को यो बन्यो होइन, अनि भित्रको त एउटा छँदैछ, बुझ्नुभयो। अनि तल पनि सेम हो के, कस्तो भन्दाखेरि होइन, यो म्याक्रोन्युक्लियस चाहिँ डिभाइड हुन्छ तर माइक्रोन्युक्लियस चाहिँ डिभाइड हुँदैन। म्याक्रोन्युक्लियस चाहिँ डिभाइड हुन्छ, माइक्रोन्युक्लियस चाहिँ डिभाइड हुँदैन। आइएम रियली सरी। म्याक्रोन्युक्लियस चाहिँ कन्स्ट्यान्ट रहिरहन्छ, 4वटा थियो, 4वटाको 4वटै छ होइन। अनि माइक्रोन्युक्लियस भने सानोवाला छ नि, यो सानो भए पनि फेरि डिभाइड हुने के, सुरुमा 2वटा बन्छ, त्यो 2वटा पछि यो 2वटासँग यो 2वटा बन्छ होइन, अनि माथिको 2वटासँग अट्याच हुन्छ, तलको त्योसँग अट्याच हुन्छ, अनि फेरि छुट्टिन्छ। अनि यसमा पनि यो रातो छ नि, यो माइक्रोन्युक्लियस फेरि पनि डिभाइड हुन्छ, फेरि पनि डिभाइड भएर के हुन्छ, 2वटा माइक्रोन्युक्लियसहरू बनाउँछ, जुनमा चाहिँ एउटा म्याक्रोसँग जान्छ। यसरी नै सेम एज तल पनि त्यही हो। त्यही भएर यहाँ के भइरहेछ भन्दाखेरि एउटा एक्स कन्जुगेनले चाहिँ 4वटा डटर सेल बनाउँदो रहेछ के है। एउटा एक्स कन्जुगेनले के बनाउँछ रहेछ भन्दाखेरि 4वटा डटर प्यारामेसियम बनाउँदो रहेछ, अर्को एक्स कन्जुगेनले पनि 4वटा डटर प्यारामेसियम। भनेपछि यसमा कतिवटा डटर प्यारामेसियम भए, 8वटा डटर प्यारामेसियम भयो होइन त, 8वटा डटर प्यारामेसियमहरू भए। कन्जुगेसनको प्रोसेसमा त के रहेछ, 8वटा डटर प्यारामेसियमहरू बन्ने रहेछ। यो अलि लेन्दी रहेछ है, लेन्दी छ, बुझ्नु भएन जस्तो लाग्यो, म फेरि बुझाउँछु है। चाहिँ होइन कन्जुगेसन प्रोसेस भनेको चाहिँ कुनै पनि 2वटा प्यारामेसियमहरू चाहिँ युनाइट हुन्छ, भेन्ट्रली युनाइट हुन्छ, आफ्नो अघिपट्टि चाहिँ 2वटा अट्याच हुन्छ। अट्याच चाहिँ के को लागि हुन्छ, यिनीहरू चाहिँ टेम्पररी हुन्छ, केही समयको लागि अट्याच हुन्छ होइन, अनि पछि छुट्टिन्छ क्या, यही नै हो कन्जुगेसन। अनि यो कन्जुगेसनमा जुन भाग लिने हुन्छ नि, पार्टिसिपेट गर्नेहरूलाई हामीले के भनिन्छ, यिनीहरूलाई चाहिँ हामीले कन्जुगेन भनिन्छ है। यिनीहरूलाई चाहिँ हामीले कन्जुगेन भनिन्छ। यहाँ कतिवटा 2वटा कन्जुगेनहरू छ नि त होइन, अनि यो 2वटा डटर कन्जुगेनभित्र चाहिँ हाम्रो एउटा म्याक्रोन्युक्लियस छ, अर्को माइक्रोन्युक्लियस छ आफ्नो है, म्याक्रोन्युक्लियस र माइक्रोन्युक्लियस छ। यहाँ चाहिँ म्याक्रोन्युक्लियस चाहिँ डिजेनेरेट हुन्छ के, म्याक्रोन्युक्लियस डिजेनेरेट हुन्छ किनभने यसले त रिप्रोडक्सनमा काम गर्दैन नि त, यसको त मेटाबोलिक एक्टिभिटिजमा मात्रै कन्ट्रोल गर्ने हो। भनेपछि माइक्रोन्युक्लियस चाहिँ केमा कन्ट्रोल गर्छ, रिप्रोडक्सनमा, म्याक्रोन्युक्लियस चाहिँ केमा, मेटाबोलिक एक्टिभिटिजमा। अनि अब के छ भन्दाखेरि यो माइक्रोन्युक्लियस छ नि, यो माइक्रोन्युक्लियस चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ मियोटिकली डिभाइड भएर चाहिँ 4वटा
डटर माइक्रोन्युक्लियाहरू बनाउँछ। सुरुमा चाहिँ यो 2n हुन्छ, 2n पछि चाहिँ यता चाहिँ n भइदिन्छ के, ह्याप्लोइड भइदिन्छ है, ह्याप्लोइड भइदिन्छ। अनि 4वटा डटर माइक्रोन्युक्लियाहरू बनिसक्यो। हेर्नु त, आफ्नो 4वटा डटर माइक्रोन्युक्लिया बनिसक्यो है। यो के हुन्छ भन्दाखेरि म्युटिकली त अब 4वटा बन्छ नि त, एउटाबाट 4वटा बन्ने भनेको के हो, एउटाबाट सुरुमा 2टा हुन्छ, 2टाबाट 4वटा हुन्छ, त्यो भनेको म्युटिकली डिभाइड हुन्छ। अनि म्युटिकली डिभाइड भइसक्यो 4वटा बन्छ, 4वटामा चाहिँ 3वटा चाहिँ हराउँछ है, 3वटा चाहिँ हराउँछ। अनि एउटा चाहिँ के हुन्छ, स्टेसनरी हुन्छ, एउटा चाहिँ रहिरहन्छ है, एउटा रहिरहन्छ, 3वटा चाहिँ हराउँछ। अब त्यो बाँकी एउटा चाहिँ के हुन्छ, एउटा के हो, त्यो के हो, एउटा रहिरहन्छ, त्यो एउटा चाहिँ फेरि यत्तिकै बस्दैन है, त्यो चाहिँ म केही गर्छु भन्छ। अनि एउटा के भन्छ भन्दाखेरि एउटा जुन थियो नि त्यो एउटा डिभाइड भएर 2वटा बन्छ, 2वटा अनइक्वल डिभाइड हुन्छ। एउटा चाहिँ ठुलोवाला के भन्छ, फिमेल बन्छ होइन, अनि सानोवाला चाहिँ के भन्छ, मेल प्रोन्युक्लिया भन्छ क्या, यिनीहरू ग्यामेट जस्तै हुन्छ। अनि ठुलो चाहिँ के हुन्छ, फिमेल हुन्छ, सानो चाहिँ मेल हुन्छ होइन। अनि त्यसपछि फिमेल चाहिँ कस्तो खालको हुन्छ भन्दाखेरि छपक्क आफ्नो ठाउँमा बसिराख्ने खालको के, स्टेसनरी खालको हुन्छ भने मेल चाहिँ फेरि अलिक चकचके होइन, त्यस्तो माइग्रेटरी खालको हुन्छ के। यो चाहिँ आफ्नो ठाउँमा बस्नै नमान्ने है, अरूको ठाउँमा जान चाहने, त्यो चाहिँ मेल प्रोन्युक्लिया हुन्छ। त्यही भएर त्यस्तो नेचर भएको कारणले यो मेल प्रोन्युक्लिया चाहिँ होइन अर्को कन्जुगेन्टको फिमेल प्रोन्युक्लियामा चाहिँ जान्छ होइन। यसलाई के भन्छ, प्रोटोप्लाज्मिक ब्रिज हुन्छ है, यो प्रोटोप्लाज्मिक ब्रिज हुन्छ। यसको थ्रु चाहिँ होइन मेल प्रोन्युक्लिया चाहिँ फिमेल प्रोन्युक्लियामा जान्छ, अनि यता अर्को कन्जुगेन्टको मेल प्रोन्युक्लिया चाहिँ फिमेल प्रोन्युक्लियामा जान्छ है। बुझ्नुभयो नि, यो प्रोटोप्लाज्मिक ब्रिजको थ्रु मेल प्रोन्युक्लिया चाहिँ फिमेलमा जान्छ, अनि यताको मेल प्रोन्युक्लिया चाहिँ फिमेलमा जान्छ। अब मेल र फिमेल भइसकेपछि के हुन्छ, जाइगोट हुन्छ फ्युज भएर है। अनि जाइगोट भयो, अब जाइगोट भएपछि के हुन्छ, यो जाइगोटहरू बनिसकेपछि यिनीहरू चाहिँ छुट्टिन्छन्, छुट्टिएपछि के भनिन्छ, त्यस्तोहरूलाई हामीले एक्स भनिदिन्छ। त्यही भएर यिनीहरूको नाम के भयो, एक्स कन्जुगेन्ट भयो। अब यो एक्स कन्जुगेन्ट, इच कन्जुगेन्ट चाहिँ होइन, यो एउटा छ नि, अब हामी एउटाको बारेमा हेर्छौँ है। अनि यो एउटा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ होइन 3 टाइम्स माइटोसिस हुन्छ क्या। माइटोसिस भनेको के हो, एउटाबाट 2वटा भन्ने, सुरुमा 1 पाल्टा भयो, 2 पाल्टा भयो, अनि 3 पाल्टा हुन्छ। 3 पाल्टा माइटोसिस गइसकेपछि यसको होइन यो प्यारामेसियम, यो कन्जुगेन्टमा चाहिँ कतिवटा 8वटा डटर न्युक्लियाहरू हुन्छ है, 8वटा डटर न्युक्लियाहरू हुन्छ। यो जाइगोट के भयो, जाइगोट भनेको माइटोसिस गयो, अनि 8वटा डटर न्युक्लिया हुन्छ। 8वटा डटर न्युक्लियामा चाहिँ 4वटा चाहिँ के भइदिन्छ भन्दाखेरि म्याक्रोन्युक्लियस भइदिन्छ होइन, त्यो ठुलोवाला यस्तो किडनीवाला भन्छ। अर्को 4वटा चाहिँ के भइदिन्छ, माइक्रोन्युक्लियस भइदिन्छ क्या है। के भयो अरे, जाइगोट न्युक्लियस चाहिँ डिभाइड भएर 4वटा बन्छ है, 3 पल्ट माइटोसिस डिभाइड भएर चाहिँ के हुन्छ, 8वटा बन्छ। त्यो 8वटा मध्ये चाहिँ 4वटा चाहिँ म्याक्रोन्युक्लियस हुन्छ, अनि 4वटा चाहिँ सानो न्युक्लियस हुन्छ, माइक्रोन्युक्लियस हुन्छ। अब हेर्नुहोस् यहाँ है, 4वटा यो ब्लू कलरको म्याक्रोन्युक्लियस बन्दैछ, अनि 4वटा चाहिँ माइक्रोन्युक्लियस बन्दैछ। अब 4वटा मात्रै यो माइक्रोन्युक्लियसको काम फेरि जहिले पनि डिजेनेरेट रहेछ क्या, 3वटा चाहिँ जहिले पनि हराइरहेछ होइन। सो यसमा चाहिँ 3वटा हराउँछ, एउटा मात्रै रहिरहन्छ, स्टेसनरी रहन्छ एउटा। अब के भयो यसमा, 4वटा के भन्छ, 4वटा चाहिँ म्याक्रोन्युक्लियस भयो है, 4वटा म्याक्रोन्युक्लियस भयो, अनि एउटा चाहिँ माइक्रोन्युक्लियस भयो है। तल पनि त्यही हो, तलको कन्जुगेन्टको पनि त्यही हो। अब यसपछिको प्रोसेसमा के हुन्छ थाहा छ, यसपछिको प्रोसेसमा चाहिँ बाइनरी फिजन हुन्छ है। यसपछि चाहिँ अब फिजन हुन्छ, बाइनरी फिजन हुन्छ। हामीसँग के मात्रै छ भन्दाखेरि 4वटा के भन्छ म्याक्रोन्युक्लियस थियो, एउटा मात्रै के थियो, माइक्रोन्युक्लियस थियो। अब त्यो माइक्रोन्युक्लियस छ नि, त्यो माइक्रोन्युक्लियस चाहिँ एउटाबाट 2वटा बन्छ, 2वटा माइक्रोन्युक्लियस बन्यो। जस्तो कि हेर्नुहोस् यहाँ, एउटा माइक्रोन्युक्लिया थियो, एउटा माइक्रोन्युक्लिया थियो, 2वटा माइक्रोन्युक्लिया बन्यो। अब 2वटा माइक्रोन्युक्लिया पछि अब यहाँ त 4वटा माइक्रोन्युक्लियस छ होइन, माइक्रोन्युक्लियसहरू चाहिँ स्टेसनरी रहिरहन्छ क्या, तिनीहरू चाहिँ डिभाइड हुँदैन। सो यिनीहरूको यो छ नि, यो माथिपट्टिको र तलपट्टि 2वटा छ होइन माइक्रोन्युक्लियस, एउटा चाहिँ 2वटासँग कम्बाइन गर्छ, अर्को फेरि अर्को 2वटासँग कम्बाइन गर्छ क्या है। यसरी चाहिँ फेरि यहाँ 2वटा डटर प्यारामेसियमहरू बन्छ। अब यो 2वटा डटर प्यारामेसियम, यहाँ पनि अझै 2वटा के छ, यहाँ अझै 2वटा के छ, म्याक्रोन्युक्लियस छ, यहाँ पनि अझै 2वटा माइक्रोन्युक्लियस छ। त्यही भएर यो फेरि यो सानो माइक्रोन्युक्लियस चाहिँ फेरि डिभाइड भएर 2वटा माइक्रोन्युक्लियस बनाउँछ, एउटा यता बनाउँछ, अर्को यसरी बनायो। अनि त्यही भएर चाहिँ इक्वली है, एउटा म्याक्रोन्युक्लियस, अर्को एउटा माइक्रोन्युक्लियस, एउटा म्याक्रोन्युक्लियस, एउटा माइक्रोन्युक्लियस। त्यसै गरी तलकोमा नि सेम। अझ हामी एउटा कन्जुगेन्टको पढिरहौँ, अर्को कन्जुगेन्टमा पनि सेम। सो एउटा कन्जुगेन्टबाट 4वटा डटर प्यारामेसियम, अर्को कन्जुगेन्टबाट, अर्को एक्स कन्जुगेन्टबाट है, अर्को एक्स कन्जुगेन्टबाट चाहिँ 4वटा डटर प्यारामेसियमहरू बन्यो। भनेपछि
है। कन्जुगेसन प्रोसेसमा कतिवटा हामीले डटर प्यारामेसियमहरू पाउँदो रहेछौँ भन्दाखेरि टोटल 8वटा डटर प्यारामेसियमहरू बन्दो रहेछ है कन्जुगेसन प्रोसेसमा। त्यही हो है, यो भनेको चाहिँ त्यति हो। बुझ्नुभयो है त। सो यहाँ चाहिँ कन्जुगेसन भएको छ। अब 2वटा प्यारेन्टहरू चाहिन्छ अनि उनीहरूले आफ्नो भित्रको जेनाइटल मटेरियलहरू एक्सचेन्ज गरेको छ, न्युक्लियर मटेरियलहरू। त्यसपछि चाहिँ डिभिजन भएको छ होइन। डिभिजन भएपछि चाहिँ त्यहाँ चाहिँ अब माइक्रोन्युक्लियस चाहिँ 4वटा बने पनि 3वटा चाहिँ डिजेनेरेट हुँदो रहेछ, एउटा रहिरहन्छ अनि त्यसरी नै फेरि बन्छ है। अब हेरौँ सिग्निफिकेन्स के रहेछ त, यो इम्पोर्टेन्स चाहिँ के रहेछ, यो कन्जुगेसनको इम्पोर्टेन्स चाहिँ के रहेछ त। रिजुभिनेसन छ है, रिजुभिनेसन अफ साइटोप्लाजम भन्ने छ। सो रिजुभिनेसन आफ्टर 200 to 300 टाइप अफ बाइनरी फिजन होइन। अब यत्रो बाइनरी फिजनमा त के हुन्छ, बाइनरी फिजनमा एउटा प्यारामेसियमबाट 2वटा बन्थ्यो होइन। कन्जुगेसनमा चाहिँ के छ, बाइनरी फिजनमा चाहिँ एउटाबाट 2वटा बन्थ्यो भने कन्जुगेसनमा चाहिँ 2वटा छ नि, तिनीहरूबाट चाहिँ 8वटा बन्छ के है। अनि यो के भयो ल, आफ्टर 200 to 300 टाइम अफ बाइनरी फिजन कन्जुगेसन अकर्स, सो इट हेल्प्स टु रिस्टोर द लस अफ साइटोप्लाज्मिक पार्ट टु रिगेन इट्स एफिसियन्सी। कस्तो भन्दाखेरि चाहिँ होइन, यो जब बाइनरी फिजन हुन्छ नि, बाइनरी फिजन हुँदा चाहिँ यिनीहरूले आफ्नो लाइक अब धेरै पाल्टा गरिरहँदा चाहिँ उनीहरू त अब एकबाट 2वटा बन्छ, 2वटाबाट फेरि 4वटा बन्छ होइन। त्यो गर्दा त उनीहरूले आफ्नो भित्रको प्रोटोप्लाज्मिकहरू होइन, प्रोटोप्लाज्मिक कन्टेन्टहरू त लस गर्छ होला नि त। अनि कति एफिसियन्सी पनि उनीहरूको लस हुन्छ होला, हो कि होइन है। उनीहरूको एनर्जी कति लस हुन्छ होला होइन, उनीहरूको त्यो भित्रको कन्टेन्टहरू कति लस हुन्छ होला जब बाइनरी फिजन एउटाबाट 2वटा बन्छ, 2वटा फेरि 4वटा बन्छ, 4वटा, यसरी धेरै लामो प्रोसेस हुँदा उनीहरूको भित्रको साइटोप्लाज्मिक कन्टेन्ट कति लस होला त। अवश्य पनि हुन्छ नि त होइन, उनीहरू विक हुन्छ होइन। स्ट्रङ त कसरी हुन्छ त, विक हुन्छ नि त, एउटै अब टुक्रिएर 2वटा बन्छ अनि त्यही भएर यिनीहरू विक हुन्छ। तर कन्जुगेसनले चाहिँ के भयो भन्दाखेरि चाहिँ होइन, यहाँ चाहिँ रिजुभिनेसन अफ साइटोप्लाजम हुन्छ क्या। रिजुभिनेसन भनेको चाहिँ कस्तो भन्दाखेरि रिस्टोर गर्ने के, जुन त्यो एफिसियन्सीहरू अब बाइनरी फिजन बेला एफिसियन्सी लस गरेको हुन्छ नि आफ्नो, अनि साइटोप्लाजमको कन्टेन्टहरू पनि लस गरेको हुन्छ होइन। किनभने बाइनरी फिजनमा हेर्नु त धेरै डिभिजन भएपछि आफ्नो भित्रको लस गर्ने, त्यो लस गरेकोलाई चाहिँ रिस्टोर गर्नेलाई के भन्छ, रिजुभिनेसन भन्छ है। बुझ्नुभयो। रिजुभिनेसन भनेको चाहिँ रिस्टोरेसन अफ दि लस इफिसियन्सी अफ साइटोप्लाजम आफ्टर मेनी डिभिजन, धेरै डिभिजन भएपछिको लसको फेरि रिस्टोर गर्नेलाई हामी रिजुभिनेसन भनिन्छ, जुन चाहिँ कन्जुगेसनको कारणले हुन्छ है। कन्जुगेसन गर्दा चाहिँ त्यहाँ रिजुभिनेसन हुन्छ है त। अनि अर्को छ मल्टिप्लिकेसन अफ द प्यारामेसियम टु फर्म नम्बर अफ डटर प्यारामेसियम, द्याट इज सिङ्गल टाइममा 8वटा भयो नि त होइन। पहिला त के थियो, बाइनरी फिजनमा त अब एउटा टाइममा त एउटाले 2वटा बनाउँथ्यो होइन। तर कन्जुगेसनको केसमा चाहिँ सिङ्गल टाइममा चाहिँ हामीले 8वटा डटर न्युक्लियाहरू बन्न सक्दो रहेछ भनेपछि यो त अलिक छिटो प्रोसेस भएन त, मल्टिप्लिकेसन चाँडो भयो नि त। सो यो पनि एउटा फाइदा हो, इम्पोर्टेन्ट हो है त। अनि हेर्नु यो पनि सेम हो, 3को पनि सेम हो। रिपिटेड डिभिजन भइसकेपछि माइक्रोन्युक्लियस अल्सो गेट विक त अवश्य हुन्छ नि त होइन, विक अवश्य हुन्छ। सो अनि विक भइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि यो एनर्जीहरू स्ट्रेन्थहरू फेरि पनि रिस्टोर गर्ने केमा हुन्छ, कन्जुगेसनमा हुन्छ है। जति पनि त्यो रिपिटेड बाइनरी फिजनमा भएको रिपिटेड डिभिजनको कारणले विक भएकोहरूलाई फेरि स्ट्रेन्थ होइन, एनर्जी फेरि रिस्टोर गर्ने चाहिँ केमा हुन्छ, कन्जुगेसनमा हुन्छ है। अनि इट हेल्प टु प्रड्युस न्यू डटर प्यारामेसियम जेनेटिकली आइडेन्टिकल टु देयर प्यारेन्ट है, उनीहरूको प्यारेन्टसँग जेनेटिकली आइडेन्टिकल हुन्छ कन्जुगेसनमा। अनि इट हेल्प्स फर द रिअर्गनाइजेसन अफ द साइटोप्लाजम, यो पनि त्यही हो, रिस्टोर गर्ने क्या। साइटोप्लाजमको कन्टेन्टहरू यदि लस भएको छ भने है, साइटोप्लाजमभित्रको कुनै पनि अरू कन्टेन्टहरू लस भएको छ भने त्यसलाई चाहिँ रिस्टोर गर्छ, त्यही भएर यो रिअर्गनाइजेसन अफ द साइटोप्लाजम भनेको हो। बुझ्नुभयो नि कन्जुगेसनको सिग्निफिकेन्स के हो भन्दाखेरि, यसको मेन सिग्निफिकेन्स चाहिँ यसमा चाहिँ के हो भन्दाखेरि होइन, अब बाइनरी फिजन हुँदा त धेरै एकपल्टमा 2वटा मात्रै बन्छ, अनि त्यसरी धेरै अरू बनाउनुको लागि त हामीले धेरै टाइम बाइनरी फिजन गर्नुपर्छ नि त, त्यसले। अनि त्यो बाइनरी फिजन गर्दै गर्दा त अब एउटाबाट 2वटा स्प्लिट भएर 2वटा बन्छ। सो 2वटा बन्दा त त्यसले आफ्नो
अभियसली त्यो त विक हुन्छ नि त, विक हुन्छ, आफ्नो भित्रको साइटोप्लाज्मिक कन्टेन्टहरू पनि लस गर्छ। त्यही भएर त्यो बाइनरी फिजनमा त्यस्तो हुन्छ। त्यही भएर यो कन्जुगेसनमा चाहिँ के हुन्छ, त्यस्तो हुँदैन, रिस्टोर गर्छ। जति पनि आफूले लस गरेको थियो होइन, विक भएको थियो त्यो अर्गानिजम, त्यसले फेरि रिस्टोर गर्छ, त्यो आफ्नो एनर्जीहरूलाई रिस्टोर गर्छ अनि स्ट्रङ बनाउँछ। त्यही नै हो यो कन्जुगेसनको सिग्निफिकेन्स भनेको होइन। बुझ्नुभयो? आई होप सबैजनाले बुझ्नुभयो। यति नै छ हाम्रो प्यारामेसियमको बारेमा है। यो नोटको लेख्दा पनि हुन्छ हजुरहरूले एन्सर, नत्र हजुरहरूले आफ्नै नोट बनाइसक्नु भएको होला होइन। सो यति नै हो प्यारामेसियमको बारेमा। आई होप हजुरहरूले बुझ्नुभयो। फेरि पनि भन्दैछु ल, आजलाई चाहिँ यति हो। अब नेक्स्ट भिडियोमा हामी पढ्नेछौँ प्यारामेसियमको बारेमा है। प्यारामेसियम सरी, आज मलाई के भएको छ क्या, नेक्स्ट भिडियोमा हामी पढ्नेछौँ प्लाज्मोडियमको बारेमा, विच इज भेरी इम्पोर्टेन्ट, जुन चाहिँ सिईमा पनि आउँछ। अहिले चाहिँ सिईमा यो प्यारामेसियमको हटाइदिएको रहेछ, प्लाज्मोडियम चाहिँ एकदमै इम्पोर्टेन्ट छ। सायद यो क्लासभन्दा पनि लामो हुन्छ है प्लाज्मोडियममा, किनभने त्यहाँ चाहिँ धेरै कुरा पढ्नुपर्ने छ, इन्ट्रेस्टिङ पनि छ। सो स्टे कनेक्टेड है। ओके, बाई, हेभ अ गुड डे।